धेरै पनि पर्दैन मलिलो छ नि यहाँ त नेपाल भुटानमा हुँदा चाहिँ फुल लाउँथ्यो जम्मै यहाँ त मेसिनले नै बाहिर गयो अब यो यहाँ रायोको बिउ फलिसकेको हो अनि यो यसो कुटताल गरेको यो कि अब चाक सुन्नु यसले सुधार लाग्छ हो हाम्रो बारीमा कहाँदेखि आउँछ होला ढुक्कु त्यही भएर यसलाई यस्तो गरेपछि अलिक हुन्छ भनेर चाहिँ यसो अलिक सेभ गरौँ भनेर हो रायोको चाहिँ सक्यो अब अहिले तोरी छ अर्को ड्याङमा तोरी लाउने हो ल यो ड्याङमा चाहिँ तोरी छ है साथीहरू भोलि पर्सि अब साँच्चै नै मजाले आयो भने होइन अब म भोलि पर्सि जो तपाईँहरू आउनुहुन्छ मेरो घरमा उहाँहरूलाई चाहिँ म एक छाक्ची दिन्छु म होइन तर अब राम्ररी फल्यो भने अब राम्रो आएन भने त फेरि कताबाट दिनु र होइन दिन्छु भन्थ्यो खोइ दिएन त्यो नभन्नु होला एकदम फस्टाएर राम्रो आयो भने चाहिँ तपाईँहरूलाई मेरो घरमा आउनु भएको बेलामा एक छाप्ची म दिन्छु त्यो बाँडी चुडी खाएको नै राम्रो भन्छन्